धेरै टाढा रहेका रेबिका खत्री र उनका दाइलाई गोली हान्नु, अलग अलग ठाउँमा चलाएको गोलीबाट 2 दर्जनभन्दा बेसी मानिसहरू घाइते हुनु, प्रहरीले नै पत्रकारलाई उपलब्ध गराएको विवरण अनुसार निहत्था प्रदर्शनकारीहरूमाथि चैत 15 गते एकै दिन 746 राउन्ड अश्रु ग्यास, 192 ब्ल्याङ्क राउन्ड फायरिङ, 58 राउन्ड हवाई फायर, कार्टिज छर्रा 239 र पेस्तोलबाट 2 राउन्ड गोली चलेको थियो। यो नेपाल प्रहरीको मात्र विवरण हो। सशस्त्र प्रहरीबाट चलेको गोलीको विवरण अझै सार्वजनिक भएको छैन। चैत 15 गते यति धेरै फायरिङ गरिनुपर्ने अवस्था किन आयो? प्रदर्शनकारी पछि हटिरहेका बेला पनि किन गोली चल्यो? गल्लीमा रहेका आम नागरिक पनि कसरी घाइते भए? सभामा भाग लिएको, प्रदर्शनमा सहभागी भएको जस्ता आधारमै राप्रपा नेता रविन्द्र मिश्र, डाक्टर धवल शमशेर राणा लगायतलाई राज्य विरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो? यस्ता प्रश्नको उचित जवाफ नआएसम्म सरकार स्वयं उक्त दिनको प्रदर्शनलाई हिंसामा परिणत गर्न योजनाबद्ध तयारीमा थियो भन्ने अभियोगबाट मुक्त हुन सक्ने देखिँदैन। सरकारको उक्त क्रियाकलाप प्रजातन्त्र, मानवाधिकार र विचार अभिव्यक्तिको स्वतन्त्रताको विरुद्ध देखिन्छ। हामी यस प्रकारको विचार अभिव्यक्ति स्वतन्त्रता, मानवाधिकार र प्रजातन्त्र विरुद्धको सरकारी क्रियाकलापको भर्त्सना गर्दछौँ। भविष्यमा यस प्रकारका घटनाहरू नदोहोरिनका लागि उक्त दिनको घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन हुन आवश्यक छ। दमनमै संलग्न सरकारको एकपक्षीय छानबिनले पीडितलाई न्याय दिन नसक्ने हुनाले स्वतन्त्र, निष्पक्ष न्यायिक छानबिन आयोगको गठन लगायत निम्न विषयहरू नेपाल सरकार समक्ष माग गर्दछ। 1. सर्वोच्च अदालतको पूर्व न्यायाधीशको अध्यक्षतामा मानवाधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन। 2. छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चैत्र 15 गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन। 3. मृतकहरू सबिन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था। 4. राप्रपा नेताहरू रविन्द्र मिश्र र डाक्टर धवल शमशेर राणा लगायत अन्यमाथिको झुटा मुद्दा खारेजी र निर्दोषहरूको रिहाई। 5. घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था। यति कुरा हामीले लिएर सरकारको ध्यान आकर्षण पत्र दिन आएका थियौँ। खास गरी चैत 15 गतेको जो हिंसात्मक घटना र त्यो घटनालाई राज्य पक्षबाट जसरी एकपक्षीय ढङ्गले प्रचार गर्ने र राज्यले गरेको ज्यादतीलाई ढाकछोप गर्ने क्रियाकलापहरू झन्झन बढ्दै आयो र हिजो मात्रै चाहिँ प्रहरीको तर्फबाट भएको पत्रकार सम्मेलन र त्यहाँ अझै सरकारको तर्फबाट मञ्चमा प्रहार गरिएको अश्रु ग्यासलाई पनि त्यो चाहिँ फेक हो भन्ने जस्तो चाहिँ प्रचार गरियो। ती सबै विषयमा हाम्रो चाहिँ गम्भीर ध्यान आकर्षण भएपछि हामीले समग्रमा हामीले आफ्नो धारणा बनाएर यो चैत 15 गतेको घटनालाई हिंसात्मक बनाउनको लागि सरकार स्वयं संलग्न भएको देखिन्छ। मञ्चमा राष्ट्रिय गान बजिराखेको छ, कार्यक्रम सुरु हुन लागिराखेको छ, त्यहाँ अन्धाधुन्ध रूपमा अश्रु ग्यास प्रहार गरिन्छ। बाटोमा हिँडिराखेका फर्कँदै गरेका मानिसहरूलाई गोली हानिएको छ मात्र होइन, कार्यक्रम स्थलबाट धेरै टाढा रहेका र कार्यक्रमसँग कुनै सम्बन्ध नभएका मानिसहरूलाई पनि घरमा पस्दै गरेको बेला गोली हानिएको अवस्थामा भेटिएको छ। र यति धेरै दिन सरकारले यो कार्यक्रम आयोजकहरूको तर्फबाट हिंसात्मक भयो भन्दाखेरि पनि एउटा पनि प्रदर्शनकारीसँग एउटा लाठीसम्म पनि फेला नपारिएको स्थितिमा सरकारले यति धेरै गोली किन चलाउनु पर्यो? झन्डै 250 राउन्डभन्दा बेसी गोली चलेको छ। झन्डै 750 राउन्ड अश्रु ग्यास प्रहार गरिएको छ। त्यो पनि म्याद सकिएका अश्रु ग्यासहरू प्रयोग गरिएको छ। निर्दोष मानिसहरू गोलीको शिकार भएका छन्। यसरी घाइते हुनेहरूको सङ्ख्या झन्डै 3 दर्जनको सङ्ख्यामा छ। यो सबै घटनाक्रमहरूलाई हेर्दाखेरि राज्य पक्ष सुनियोजित रूपमै हिंसा भड्काउन लागेको जस्तो देखिन्छ। त्यसकारण यसको निष्पक्ष छानबिन हुनुपर्छ कि भविष्यमा यस प्रकारका घटनाहरू नहोस् कसैको पक्षबाट पनि भन्नको लागि पनि यसको सत्य तथ्य बाहिर आउनुपर्छ र दोषीहरूले कारबाही भोग्नुपर्छ भनेर हामीले अहिले सरकारलाई 5वटा विषयहरू चाहिँ नि भनेका छौँ कि सर्वोच्च अदालतको पूर्व न्यायाधीशको
अध्यक्षतामा मानव अधिकार आयोग र नागरिक समाज सम्मिलित एउटा छानबिन आयोग गठन होस्। छानबिनका लागि गृहमन्त्रीको राजीनामा र चैत 15 गतिको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन। त्यस्तै गरेर मृतकहरू सबिन महर्जन र सुरेश रजकलाई शहीद घोषणा गरेर क्षतिपूर्तिको समेत व्यवस्था गर्नुपर्ने। राप्रपा नेताहरू रविन्द्र मिश्र र डाक्टर धवल शमशेर राणा लगायत अन्यमाथिको झुटा मुद्दा खारेजी र निर्दोषहरूको रिहाई र घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था होस् भनेर हामीले अहिले कार्यवाहक प्रधानमन्त्री मार्फत नेपाल सरकारलाई आफ्नो माग पेश गरेका छौँ। हामी अध्ययन गर्छौँ, छलफल गर्छौँ भनेर भन्नुभएको छ। अब राष्ट्रिय प्रजातन्त्र पार्टीले यसमा सुनवाई भएन र सरकारले एकपक्षीय ढङ्गले अगाडि बढ्यो भने हामीले हाम्रो आगामी कार्यक्रमलाई यही दमनको विरुद्धको कार्यक्रमको रूपमा परिणत गरेर जान्छौँ।